हामी सबैजनाको सहभागिता चाहिन्छ। एकजना कसैकोबाट सम्भव छैन। न लालगढले गर्न सक्छ, न पालिकाले गाह्रो होला, स्वास्थ्यलाई गाह्रो हुन्छ होइन। प्रदेश अब जस्तो अहिले सङ्घबाट पनि के भइरहेछ भने एलसिडिएमएस यसको पुस्तकको एडिसिटी मार्फत स्वास्थ्य शाखामा काठमाडौँबाट स्वास्थ्य मन्त्रालय नै भनौँ न, त्यहाँभित्रबाट चाहिँ एलसिडिएमएस भनेको लेप्रोसी कन्ट्रोल एन्ड डिसेबिलिटी म्यानेजमेन्ट सेक्सन भनेर त्यो गरेको छ। अब राज्यको पनि अब कस्तो भयो भने पहिले लेप्रोसी महाशाखा भनेर एकदम फोकस भइदियो, अहिले लेप्रोसी सँगसँगै डिसेबिलिटी पनि आएको छ र लेप्रोसीको अलिकति कार्यक्रम अलिक नेग्लेक्टेड भएको जस्तो भइरहेको छ। मतलब बजेटहरू पनि सङ्घबाट आइदिएन। अब भने अब त्योबाट कार्यक्रम बिस्तारै पनि घट्दै गयो भने अवस्थामा समस्या त छँदैछ। त्यो समस्याले हामी सबैले पालिका हामी लालगढ लेप्रोसीमा हामी डेडिकेटेड छौँ। हाम्रो जो 1991देखि नै हामी सुरुवात गरेका छौँ कामको सेवा दिइरहेछौँ भने अब लेप्रोसीलाई हामी मध्य प्रदेशबाट निवारण गर्नुपर्छ, हाम्रो योगदान हुनुपर्छ भनेर हामी त्यसरी भिडिरहेका छौँ। अनि स्वास्थ्य पालिका प्रदेश त्यसपछि हजुरको जिल्ला सङ्घ होइन सबै भएर पछि हामी किसिम गयौँ भने र हामीले अलिकति डब्लुएचओलाई पनि गर्दैछौँ, डब्लुएचओलाई पनि यसमा हामीले सपोर्ट गर्नुहुन्छ होला भोलि पर्सि आएर हामी कोर्डिनेसन गर्दैछौँ। उहाँहरूको पनि अलिकति जस्तो डिएचएसओमा हुनसक्छ या कुन पार्टमा हुनसक्छ, मन्ट्रीमा हुनसक्छ, कहीँ एउटा गार्जेन विचार सजेसन हामीले गर्दैछौँ। त्यसमा हुन्छ सँगसँगै जाने हिसाबले गर्दैछौँ। त्यसैले गर्दाखेरि अहिलेको हामी आउनुको उद्देश्य भनेको अहिले पालिकासँग एउटा कोर्डिनेसन के हुँदैछ त हामी यो पालिकामा के गर्दैछौँ भने थाहा हुनु पनि पर्छ र हामीलाई पालिकाबाट चाहिने सहयोग पनि एउटा नहुन त धन्यवाद पनि हामी दिन्छौँ। यहाँबाट हामी अनुमति पत्र पनि पाइसकेका छौँ र त्यसैले अब हामी सँगसँगै हातेमाले गरेर अगाडि कसरी बढौँ त हाम्रो चरणबद्ध अहिले म धेरै एक्टिभिटीमा डेप्थमा गइनँ भयो। जस्तो हामीले टार्गेट हुने हेल्थ सिस्टमलाई स्ट्रेथनिङ गर्ने कुराहरू छ। अनि हाम्रो जुन ग्यापहरू छ त्यो ग्यापहरू छ, त्यहाँ ग्यापहरू कसरी फुलफिल गर्ने, केसहरू अलिक मिसिङ भएको छ, केसहरू डायग्नोसिस भएपछि जस्तो लालगढमा डायग्नोसिस हुन्छ हामी सिआरएसतिर यहाँ पठाउँछौँ। सिआरएसतिर आउँदाखेरि कहिले काहीँ के हुन्छ भने त्यो बिरामीहरू कतै गायब भइदिन्छ, आइदिँदैन। अनि बिरामी पत्ता लागेर अस्ति खाउन्जेलसम्म पनि त्यो समूहले पनि निगरानी गर्छ, स्वास्थ्यले पनि निगरानी गर्छ र हाम्रो पनि रोल हुन्छ। हामी त्यो मान्छे अस्ति खानुपर्छ। अस्ति एकचोटि लेप्रोसीमा अलिकति बर्डन कहाँ छ भने अरू रोग जस्तो भन्दा लेप्रोसीमा के भन्छ भन्दाखेरि 6 महिना 12 महिना अस्ति खानुपर्छ। त्यो अस्ति खानालाई पनि त्यो झर्को झाउ पनि हुँदो रहेछ। एउटा चाहिँ लामो समय अस्ति पनि खानु पर्यो। अर्को अस्तिको केही साइड इफेक्टहरू पनि छ, जस्तो तपाईँको क्लोफाजिन भने अस्तिले त्यो केही सर्टेन टाइमको लागि त्यो के गर्छ भने त्यो डिस्कलरेसन भनिदिन्छ र कालो कालो जस्तो गोरो मान्छे अलिअलि कालो भइदिन्छ। अब मान्छेले त्यति राम्रोसँग कालोसँग दिँदाखेरि पनि के हुन्छ भने भर्खर घरको मान्छेहरू त्यो क्या कालो गयो अस्तिले खराबी गऱ्यो भनेर छोडिदिने गर्छ। त्यो कुराले चाहिँ अलिक काउन्सिलिङहरू पनि चाहिरहेको हुन्छ। अब यो समूह भइदियो भने समूहले त भोगेको हुन्छ अनि हाम्रो टिम पनि आइरहेको हुन्छ भने अलिकति बडी फ्रिक्वेन्टली त अलिकति मोनिटरिङ पनि भइरहेको हुन्छ। औषधि छोड्न पनि भएन, औषधि छोडेन भने के हुन्छ भन्दाखेरि रोग कम्प्लिट भयो भने सबै रोग अर्ली स्टेजमा सुरुकै अवस्थामा औषधि खायो र अनि रोग के भन्छ औषधि कम्प्लिट गऱ्यो भने तपाईँको अरूलाई सर्ने चान्सेस कम भएर जान्छ। त्यो गऱ्यो भने के हुन्छ भन्दाखेरि हामी चाहिँ यो गर्छौँ। अहिले चाहिँ के हुन्छ भने डर पनि छ मान्छेको होइन। अनि लापरवाही पनि के छ भने मतलब लेप्रोसीमा कस्तो छ भने अरू रोगभन्दा यो लेप्रोसीमा कस्तो भन्दाखेरि नदुख्ने, थाहा नपाउने अनि व्यवस्था गरिदिने मान्छे भेदभाव पनि छ। त्यो कारणले गर्दाखेरि मान्छेमा अलिकति जनचेतना पनि फेरि अलिकति जनचेतनाको पनि कार्यक्रमहरू राखेको छ हामी अलिकति प्रचार प्रसार गर्ने, अलिक एफएमबाट पनि अलिकति यो रोग बारेमा जनचेतना फैलाउने किसिमले गर्छ। मिडियाको साथीहरूको ठुलो रोल हुन्छ हामीलाई यसमा, अलिकति बढी प्रचार प्रसार गरिदिने हो भने उहाँहरूको ठुलो काम छ भने यो रोग ठुलो समस्या होइन भनेर। हिजोसम्म त हामीले गाली सुनेको थियौँ, हामी चाहिँ 28 वर्ष 29 वर्ष भयो काम गरेको लालगढमा, अहिलेसम्म रोग लागेको छैन होइन। हामी पनि त्यही काम गर्छौँ, हामी त झन् बढी जोखिममा छौँ। त्यो भएको त हामीले सबभन्दा पहिला लाग्नु पर्यो। हामी त घाउ पनि सफा गरेका छौँ, त्यहाँको काम पनि गरेका छौँ, सँगै बसेका छौँ। त्यो हस्पिटलमा त्यो कुरा चाहिँ सबैले बुझिदियो भने हामी यदि इम्युनिटी पावर राम्रो छ, हामी राम्रोसँग पसिलो खाना खाएको छौँ भनेर त्यो किसिमले पनि मान्छे जान गयो भने राम्रो हुनसक्छ। र हामी ओपनली आउनुपर्छ। मलाई कुष्ठरोग लागेको छ खोलेर भन्न सकिन्छ नि, एचआइभी भयो त्यस्तो ठुलो एड्सहरू ठुलो रोग छ, अब मान्छे खोलेर भन्न थाल्छ भने अरू रोग बारेमा भन्न सकेछ भने त यसले ठुलो कुरा होइन। त्यो वातावरण पनि अब पालिकाले पनि हजुरहरू पनि यस्तो प्लेटफर्म त धेरै हुन्छ हजुरको त्यो धेरै अलिकति मन्तव्य राख्ने कुराहरूमा। त्यही सँगसँगै अलिकति कुष्ठको कुरा पनि जोड दिनु भयो। कुष्ठको यस्तो छ है, तपाईँले चाहिँ चिन्ता गर्नु पर्दैन, ल हाम्रो पालिकाले हामीले सुरु गरेका छौँ, अब कुष्ठको औषधि तपाईँले खानुपर्छ भने अलिकति हजुरहरू पनि राखिदिनु भयो भने कुनै हामी त्यो कुरा त्यसलाई चाहिँ एक्सनमा चाहिँ हामी स्वास्थ्यहरूसँग मिलेर काम गऱ्यो भने त्यसरी के हुन्छ भन्दाखेरि अलिकति मान्छेमा अलिकति डर पनि हजुरले बोलेको कुरा चाहिँ मान्छे चाँडै पनि बुझ्छ होइन। अनि त्यसपछि के हुन्छ भन्दाखेरि
त्यो कुरालाई उनीहरूले आस्वाद गर्यो भने अस्ति पनि खाइदियो भने अनि अर्को कुरा के हुन्छ त्यो नयाँ बिरामी पत्र लाग्यो नयाँ बिरामी पत्र लागिसकेपछि के हुन्छ भन्दाखेरि त्यो बिरामी पत्र लगाउनु भनेको त्यो सराउन्डिङमा अलिकति मान्छे जोखिम हुनसक्छ त्यो भनेको किन भन्दाखेरि त्यो अस्ति कति लामो समयसम्म खाएको छैन त्यस्तो बेलामा चाहिँ के हुन्छ भने अलिकति त्यो प्रोफिलाक्सिस औषधिहरू खुवाउने कुरा हुन्छ कहिले चाहिँ खुवाएको पनि छैन हाम्रै नगर प्रमुखको काजकक्षमा बसेर हामी एउटा छलफल गर्दैछौँ। यस्ता केसहरू हाम्रा पालिकामा हामी उहाँहरूको माध्यमबाट सर्च भएको छ। केही न्यून मात्रामा यस्ता केसहरू फेला परिरहेको छ। यस्ता केसलाई एकदम गम्भीरतापूर्वक र संवेदनशील यो परिवार नगरपालिकाले हेर्ने दृष्टिकोण राखेको छ र हजुरहरूबाट जुन एउटा सल्लाह सुझाव आयो त्यसलाई मनन गरेर हामी अगाडि बढ्दैछौँ र हाम्रा पालिकाभित्रका यस्ता केसहरूमा मुक्त हुनको लागि र यी रोग पर्न नदिएर नियन्त्रणमा राख्नको लागि जे जस्तो कदम चाल्न हामी तयार छौँ र म स्वास्थ्य शाखाको अहिले हालमा निमित्त प्रमुख हुनुहुन्छ उहाँलाई म सुझाव र अनुरोध गर्न चाहन्छु कि यस्ता केसहरूको अध्ययन गरेर अनुमान के कति छ त्यो रेकर्डको प्रतिवेदन एक हप्ताभित्र हुनुहुन्छ र यहाँहरू र हाम्रो नगरपालिकाबाट एउटा सम्झौता गरेर यो प्रक्रिया अगाडि बढाइन्छ र औषधिका के कति खर्च हुन्छ हाम्रो नगरपालिकाले हाम्रा नगरपालिकाभित्रका केसहरूमा सघाउनेछ सहयोग प्रदान गर्नेछ यो पनि विश्वास दिलाउन चाहन्छु र तपाईँहरूबाट सम्झौता भएर नै काम गर्ने अगाडि बढ्ने अठोटका साथ यो नगरपालिका कार्यपालिका परिवारले अगाडि बढ्छ भनेर प्रतिबद्धता पनि जाहेर गर्न चाहन्छु। धन्यवाद। के भन्छ ठिकै छ राम्रो कुरा सरबाट के हुँदाखेरि अब यो हजुरको कमिटमेन्टबाट उहाँलाई पनि एउटा ऊर्जा बढाएको छ हामीलाई पनि अलिकति काम गर्न एकदमै भएको छ किन भन्दाखेरि हौसला बढाएको छ यहाँ समस्या छ यो समस्यालाई हामीले चाहिँ ग्यापहरूको छ कहाँ जुन ग्यापहरू जुन छ त्यो ग्यापलाई पनि हामी यसरी समस्या छ यसलाई यसरी फुलफिल गरौँ र यसरी समाधान गरौँ भनेर हामी सँगसँगै गयो भने पक्कै पनि हुन्छ। मेरो विचारमा एउटा हामी चाहिँ एउटा हामी प्रतिबद्धता पनि भोलिपर्सि हामी सरसँग पटेल सरसँग बसेर प्रतिबद्धता हामी कुष्ठमुक्त पालिका बनाऊ भनेर हामी आउँदाखेरि 2 वर्ष 3 वर्षमा चाहिँ पालिका मुक्त समाज पनि बनायो भने त्यो पनि एउटा कमिटमेन्ट पनि गरौँ होला त्यसरी बनाउँला अनि त्यसपछि केही छ भने हामी फेरि सम्पर्क आउँछु सर हामी आशा गर्छौँ हामी 3 वर्ष अर्कैबाट हामी कुष्ठमुक्त समाज बनोस् भनेर यहाँ घोषणा होस् भनेर हामी चाहन्छौँ। हुन्छ एउटा फोटो लिनु ए हुन्छ हुन्छ अनि तपाईँहरूको संस्था जस्तै एउटा सब स्टेसन हजुर स्थापना गर्न सकिन्छ। हजुर हामी यसो छ हामी के गर्छ भने जस्तो अहिले के यहाँ अहिले पनि हामी पढेको धनसातिर हामी पनि अलिकति कस्तो चाहिँ पनि एउटा धनसा मतीमा पनि समस्या छ भनेर जाने खोजेको छु पहिले र हामीले हाम्रो टिममा छलफल गर्दा के देख्यौँ पोखरीमा अहिले बढी समस्या गरेर वर्षा जिल्लाको अहिले एउटा लिएका छौँ हामी अर्को फेरि नेटमा फेरि अरू पनि पालिकामा जान्छौँ। अब यहाँ अरू पालिका सब हामी सबै पालिकामा 137 पालिकामा छिर्छौँ सर होइन तर के भन्छ भने स्टेप बाई स्टेप जाने भएको हिसाबले अनि बिस्तारै हामी यतातिर पनि एउटा स्टेसन बनाइदिएर अनि उहाँहरूसँग के भन्छ बढी एकदम हुन्छ हाम्रो टिम पनि यतातिर बढी फिल हुन्छ र हाम्रो मेन की पर्सन भनेको सेल्फ हेल्प ग्रुप हुन्छ उहाँको ब्याकअपको लागि हाम्रो स्टाफ पनि हुन्छ अनि हामी गर्दाखेरि हाम्रो स्टाफ चाहिँ उहाँ स्वास्थ्यसँग बढी चाहिँ कन्सर्न हुन्छ सर पटेल सरसँग उहाँ भेटघाट हुन्छ लेप्रोसीको फोकल सरसँग र बिचबिचमा हामी पनि सरहरूसँग यसो अपडेट पनि गराउँछौँ। हामी चाहिँ के हुन्छ भन्दाखेरि जस्तो कहिले कहिले बिचमा